नमस्ते। आज हामी एउटा यस्तो उपहारको कुरा गरौँ न जुन समयसँगै घट्ने होइन, झन बढ्दै जान्छ। यो कुनै खेलौना जस्तो क्षणिक कुरा होइन, बरु यो त बच्चाको नाममा खोलिएको एउटा ब्याङ्क खाता हो, उसको उज्यालो र सुरक्षित भविष्यको पहिलो इँटा। तर प्रश्न उठ्छ, के साँच्चै आजको एउटा सानो कदमले बच्चाको पुरै आर्थिक भविष्य सुरक्षित गर्न सक्छ त? ल आउनुहोस्, यो कसरी सम्भव छ, अलिक गहिराइमा गएर बुझौँ। ल सबैभन्दा पहिला त यो बुझौँ, आखिर यो किन यति महत्त्वपूर्ण छ। यो भनेको पैसा जम्मा गर्नु मात्रै होइन है, यो त सानैदेखि एउटा सही आर्थिक बानी बसाल्ने कुरा हो। अनि हेर्नुहोस्, यो कुनै सामान्य सल्लाह मात्रै होइन, स्वयं देशको केन्द्रीय ब्याङ्क मतलब नेपाल राष्ट्र ब्याङ्कले नै अभिभावकहरूलाई यो काम गर्न प्रोत्साहन गरिरहेको छ। र यसको उद्देश्य एकदमै स्पष्ट छ, देशका हरेक बालबालिकालाई औपचारिक वित्तीय प्रणालीमा जोड्नु। यसको फाइदा पनि दुवैलाई छ। एकातिर बच्चाले सानैदेखि पैसाको महत्त्व बुझ्छ, बचत गर्ने बानी विकास गर्छ, अनि अर्कोतिर अभिभावकका लागि पनि आफ्नो बच्चाको पढाइ, स्वास्थ्य वा भविष्यका अरू योजनाहरूका लागि पैसा जम्मा गर्ने एउटा सुरक्षित माध्यम बन्छ। राष्ट्र ब्याङ्कको यो भनाइले नै यसको महत्त्व कति गहिरो छ भन्ने देखाउँछ। यो केवल एउटा खाता खोल्ने प्रक्रिया मात्रै होइन, यो त एउटा यस्तो लगानी हो जसले वित्तीय चेतना बढाउँछ र देशमा एउटा सुरक्षित बचत संस्कृतिको जग बसाल्छ। ल त अब कुरा गरौँ, यो काम सुरु कसरी गर्ने त? धेरैलाई लाग्न सक्छ, ओहो कति झन्झट होला, तर वास्तवमा यो प्रक्रिया सोचेभन्दा धेरै नै सजिलो छ। यो प्रक्रिया जम्मा 3वटा सरल स्टेपमा पूरा हुन्छ। पहिलो स्टेप, चाहिने कागजपत्र जम्मा गर्ने। दोस्रो, कुनै पनि ब्याङ्कमा जाने। र तेस्रो, नाबालकको खाता खोल्ने। एकदमै सजिलो बनाइएको छ यो प्रक्रिया। अब कागजपत्र के चाहिन्छ त? यहाँ दुईमध्ये कुनै एउटा भए पुगिहाल्छ। कि त बच्चाको जन्मदर्ता प्रमाणपत्र, कि त नाबालक परिचय पत्र। यसले के देखाउँछ भने यो सुविधा सबैको पहुँचमा पुगोस् भन्ने चाहना हो। अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण कानुनी कुरा पनि छ। जबसम्म बच्चा 18 वर्षको हुँदैन, त्यो खाता चलाउने र त्यसको सम्पूर्ण जिम्मेवारी उसको अभिभावक वा कानुनी संरक्षकको हुन्छ। यसले के गर्छ भने खाता सुरक्षित रहन्छ र त्यसको सही प्रयोग पनि हुन्छ। ल खाता त खोलियो, तर यसको वास्तविक प्रभाव के हो त? आखिर घरमा पैसा राख्नु र ब्याङ्कमा राख्नुमा के नै फरक पर्छ र? होइन त, तर फरक छ, र यो फरक बुझ्न एकदमै जरुरी छ। यो तुलनाले त्यो भिन्नतालाई एकदमै छर्लङ्ग पार्छ। सोच्नुस् त, घरमा राखेको पैसा न बढ्छ न त सुरक्षितै हुन्छ, तर ब्याङ्कमा राख्दा के हुन्छ? पैसा सुरक्षित पनि भयो, त्यसमाथि ब्याज पनि आउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले बच्चाको एउटा फाइनान्सियल हिस्ट्री बनाउँछ। भोलि गएर उसलाई पढ्नको लागि वा केही गर्नको लागि लोन चाहियो भने यही हिस्ट्रीले ठूलो सहयोग गर्छ। अहिलेको समय कस्तो छ भने बजार र ब्याज दरहरू सधैँ तलमाथि भइरहन्छन्। यस्तो अवस्थामा त एउटा स्थिर बचत योजना हुनु झनै महत्त्वपूर्ण हुन्छ, र ब्याङ्क खाताले पैसालाई त्यही स्थिरता र सुरक्षा प्रदान गर्छ। तर यो कथा एउटा परिवारको मात्रै होइन। अब एकछिन व्यक्तिगत फाइदाभन्दा माथि उठेर सोचौँ त, जब हजारौं लाखौं परिवारले यस्तै कदम चाल्छन्, यसले देशको अर्थतन्त्रमा कस्तो असर पार्ला? सुरुवात हुन्छ केवल एउटा खाताबाट। तर कल्पना गर्नुहोस् त, जब यस्ता हजारौं लाखौं खाताहरू देशभरि खुल्छन्, यसले राष्ट्रिय वित्तीय समावेशीकरणलाई बलियो बनाउँछ। अब यो भनेको के हो त? सरल भाषामा भन्नुपर्दा देशका धेरैभन्दा धेरै नागरिक औपचारिक ब्याङ्किङ प्रणालीमा जोडिनु हो, र जति धेरै मानिस यो प्रणालीमा हुन्छन्, देशको अर्थतन्त्र त्यति नै स्थिर र बलियो बन्दै जान्छ। र यो सबै कुरा एउटा बलियो विश्वासमा टिकेको हुन्छ। नेतृत्वमा जोसुकै आओस्, जब देशको ब्याङ्किङ प्रणाली स्थिर रहन्छ र नीतिहरूमा निरन्तरता हुन्छ, तब मात्र सर्वसाधारणमा मेरो पैसा सुरक्षित छ भन्ने भरोसा हुन्छ, र यही भरोसाले नै हो देशमा एउटा बलियो बचत संस्कृति बनाउने। त्यसैले अन्त्यमा फेरि सुरुको प्रश्नमा फर्कौँ। जब हामी एउटा बच्चाको लागि ब्याङ्क खाता खोल्छौँ, त्यो पैसा राख्ने एउटा ठाउँ मात्रै हुँदैन। यो त एउटा जिम्मेवार नागरिक, आर्थिक रूपमा साक्षर व्यक्ति, र अन्ततः एउटा बलियो राष्ट्रको भविष्य बनाउने सानो तर एकदमै शक्तिशाली कदम हो। त्यसो भए एक पटकमा एउटा बचत खाता खोल्दै हामी कस्तो भविष्य निर्माण गरिरहेका छौँ त?